बालिनको नि खुट्टा तान्न खोजेकै छन् सके त भ्रष्टाचारका फाइल खुल्छ युवा राखे त हर्खलाई नि बाँदर भन्छन् गाडी बोक्ने दौडानी युवाको त खेदै गर्ने जरै खौरानी। पाल्पाको रामपुरमा भेटिनु भयो 65 वर्षीय मिठो गीत गाउने रमाइली आमा। ए घर त मेरो पाल्पा रामपुर सारै सारमा हिँड्दैछु जति अनपढ भए पनि नेता चिन्दैछु। दर्शक महानुभावहरू म यति बेला पाल्पाको रामपुरसम्म आइपुगेको छु। पाल्पाको रामपुरमा एकदम रमाइली मिठो गीत गाउने तिवारी आमा हुनुहुन्छ भन्ने कुरा सुनिसके पछाडि उहाँलाई भेट्नको लागि उहाँको प्रतिभालाई तपाईँहरू माझ प्रस्तुत गर्नको लागि म यति बेला उहाँको घरसम्म आइपुगेको छु र म आउँदाखेरि चाहिँ उहाँ मकैबारीमा जानुभएको छ भन्ने कुरा मैले सुने र म उहाँलाई पछाउँदै उहाँ भएको ठाउँसम्म मकैबारीसम्म आइपुगेको छु। यतापट्टि आमा हुनुहुन्छ तिवारी आमा, उहाँलाई धेरैले चिन्नुहुन्छ। सबैभन्दा पहिला नमस्ते आमा। नमस्कार। नमस्कार बाबु नमस्कार। सन्चै हुनुहुन्छ? ठिकै छु। के को लागि हो त नि यो मकै काट्दै गर्नुभएको? भैँसीलाई घाँस बाबु। भैँसीलाई घाँस? हजुर। कतिवटा पाल्नु भएको छ भैँसी? एउटै छ। एउटै? हजुर। दुध दिन्छ कि दिन्न? दुध दिन्न, ब्याउने बेला भएको छ, बिहापछि त्यसलाई नि। कहिले ब्याउँछ त नि? अब भदौ लाग्छ कि साउनेमा ब्याउँछ, कहिले ब्याउँछ। ए कति वर्ष पुग्नु भयो आमा हजुर अहिले? म 65 वर्ष पुगेँ बाबु। 65 वर्ष पुग्दाखेरि पनि अझै जोसिली हुनुहुन्छ, काम गर्नुहुँदो रहेछ मजाले। मैले घाँस काट्छु, मेलो पातो गर्छु, मैले त्यति लाग्दैन के। लाग्दैन? त्यति दुःख लाग्दैन। अब 65 वर्षको उमेरमा पनि यो जोस जाँगर आमाको है? हजुर। के खाएर हो? भैँसीको दुध खाएर हो कि? खाना त मासु खाइने के अरे, दुध घिउ त्यस्तै हो। अर्ग्यानिक चिजहरू घरमा भएका बनाएका उब्जिएका। आमाले मिठो गीत गाउनुहुन्छ, एकदम रमाइलो हुनुहुन्छ भन्ने कुरा धेरैले मलाई भन्नु पनि भयो। टिकटकमा तपाईँले गाएको गीत पनि मैले सुनेको थिएँ आमा। हजुर। एकदम मिठो लाग्यो हजुरले। कस्ता गीत सुन्नुभयो? कस्ता गीत सुन्नु? हजुरले चाहिँ विशेष गरी यो देशको समसामयिक विषयवस्तुलाई लिएर हजुर बडा मजा तरिकाले व्यङ्ग्य गरेर गीत गाउनु हुँदो रहेछ क्या आमा। होइन, मैले गीत जानेर, मैले चाहिँ एकदम पढे लेखेर जानेर त होइन। हजुर। मैले चाहिँ यो चुनाव आउँदाखेरिमा कसलाई कसले के भनेको छ, कुन पार्टीले के भनेको छ, कुन नेतालाई कसले के भनेको छ भन्ने त्यो बुझेर, त्यो माहौलहरूबाट बुझेर मैले चाहिँ यस्ता यस्ता गीतहरू मैले गाउँछु बाबु। अब एउटा गीत सुनम आमा हजुरको होइन? हजुर। हजुरले थुप्रै गीतहरू पनि लेख्नु भएको छ। हजुर। म आइसके पछाडि दर्शकहरूले पनि हेर्न खोज्नु भएको छ होइन? तपाईँको बारेमा मैले धेरै कुराहरू गरिसकेको छु। हाइलाइटमा पनि तपाईँको बारेमा धेरै कुराहरू राखिसकेको छु। अनि उतापट्टि ढुङ्गामा बसेर कुराकानी गरौँला है। उभिँदाखेरि पनि अझै गाह्रो होला हजुरलाई? होइन, ठिकै छ, मलाई केही गाह्रो छैन। हजुरहरूलाई गाह्रो छैन, मलाई त उभिने काम गर्ने बानी परेकालाई के गाह्रो हुन्छ र? एउटा गीत सुनौँ आमा, अनि त्यस पछाडि उता गएर ढुङ्गामा बसेर कुराकानी गरौँला है। गीत गाइदिउँ। जस्तो म तपाईँलाई मनपर्छ, जस्तो मन लागेर सुनाउन। म आइपुगेको छु हजुरलाई भेट्नको लागि। लाखौँ